के तपाईलाई जावा सिक्न गाह्रो लागिरहेछ? अब चिन्ता नलिनुस्। हामी यो जावा बिगिनर सिरिजबाट हामी जावालाई सिम्पल वेमा पढ्नेछौँ है त र यसको कोर फन्डामेन्टलहरू बुझ्ने कोसिस गर्नेछौँ। यदि हामीले यो फन्डामेन्टल कुरा बुझ्यौँ भनेपछि हामीलाई जावा एकदम सजिलो लाग्छ र काम गर्न रमाइलो पनि लाग्छ। आउनुहोस् आजको यो भिडियोमा हामी हेर्नेछौँ जावा कोडले एक्जिक्युट गर्दाखेरि के हुन्छ, इन्टरनली कसरी काम गर्छ होइन, अनि जावामा कोड लेख्नलाई हामीलाई के कुराहरू चाहिन्छ, कम्पोनेन्ट्सहरू के चाहिन्छ, हामीले चाहिँ के इन्स्टल गर्नुपर्छ भनेर हेर्नेछौँ है त। हामीले प्रिभियस भिडियोमा हेरेका थियौँ हामीले चाहिँ ह्युमन रिडेबल फर्मेटमा चाहिँ कोडहरू लेख्छौँ र त्यसलाई चाहिँ मेसिन कोडमा कन्भर्ट गरेपछि कम्प्युटरले त्यो मेसिन कोडलाई बुझ्छ र एक्जिक्युट गर्छ भनेर हेरेका थियौँ है त। आज चाहिँ यो जावामा कसरी काम गरिरहेको छ भनेर हामी हेर्नेछौँ है त। सुरुमा हामीले जावामा कोड लेख्छौँ, त्यसको एक्सटेन्सन भनेको चाहिँ डट जावा फाइल भनेर हामी सेभ गर्छौँ है। अनि यसलाई चाहिँ कम्पाइलर भन्ने एउटा सफ्टवेयर प्रोग्राम हुन्छ, त्यो कम्पाइलरले चाहिँ हाम्रो सोर्स कोडलाई लिएर बाइट कोडमा कन्भर्ट गरिदिन्छ है त। यो कम्पाइलरको काम भनेको के हो भन्दाखेरि हाम्रो सोर्स कोडलाई लिन्छ र बाइट कोडमा कन्भर्ट गरिदिन्छ। यो कम्पाइलर कहाँबाट आइरहेछ भनेर हामी भिडियोको लास्टतिर हेर्नेछौँ है त। अहिलेलाई यति बुझ्छौँ कि यो कम्पाइलरले चाहिँ हाम्रो सोर्स कोडलाई लिन्छ र बाइट कोडमा कन्भर्ट गरिदिन्छ र त्यो बाइट कोडमा कन्भर्ट गरिसकेपछि चाहिँ डट क्लास फाइल भनेर सेभ गर्छ। यो चाहिँ प्र्याक्टिकली अहिले म देखाउँछु, लास्टमा देखाउँछु है त। यो बाइट कोड भनेको चाहिँ अब हाम्रो सिस्टममा रन हुँदैन, हाम्रो कम्प्युटरमा रन हुँदैन। यो रन गर्नलाई चाहिँ हामीलाई जेभिएम भन्ने चाहिन्छ। जेभिएम के हो भनेर पनि हामी लास्टमा हेर्नेछौँ। अहिलेलाई चाहिँ बाइट कोड हाम्रो सिस्टममा रन हुँदैन, जेभिएम चाहिन्छ। जेभिएममा बाइट कोड रन हुन्छ है त। जेभिएमले चाहिँ के गर्छ भन्दाखेरि त्यो बाइट कोडलाई चाहिँ वान बाई वान इन्टरप्रिट गर्छ, वान बाई वान रिड गर्छ र एक्जिक्युट गर्छ। यो इन्टरप्रिटर भनेको के हो भन्दाखेरि चाहिँ होइन, कम्प्युटर इन्टरप्रिटरमा चाहिँ के हुन्छ भन्दाखेरि कम्पाइलरले चाहिँ इन्टायर सोर्स कोडलाई एकैचोटि कम्पाइल गर्छ, कन्भर्ट गर्छ है। तर इन्टरप्रिटरले चाहिँ वान बाई वान ट्रान्सलेट गर्छ, वान बाई वान ट्रान्सलेट गरेर चाहिँ मेसिन कोडमा कन्भर्ट गरिदिन्छ र एक्जिक्युट हुन्छ र हामीलाई चाहिँ आउटपुट पाउँछ है त। सेम सिनारियो हामीले सी प्लस प्लसमा हेऱ्यो भनेपछि यहाँ हामीले सी प्लस प्लसमा चाहिँ कोड लेख्छौँ, त्यसको एक्सटेन्सन भनेको डट सिपिपी फाइल भनेर सेभ गर्छौँ हो। त्यहाँ पनि एउटा कम्पाइलर हुन्छ, त्यो सफ्टवेयर प्रोग्राम हुन्छ होइन, जसले चाहिँ हाम्रो सोर्स कोडलाई चाहिँ डाइरेक्टली मेसिन कोडमा कन्भर्ट गरिदिन्छ। तर हाम्रो यो डाइरेक्टली मेसिन कोडमा कन्भर्ट गरिदिन्छ, तर यो जावामा डाइरेक्टली मेसिन कोडमा कन्भर्ट भएको छ त छैन नि। त्यहाँ चाहिँ के आयो भन्दाखेरि कम्पाइलरले बाइट कोडमा कन्भर्ट गरिदिन्छ है त। यो बाइट कोड रन गर्नलाई चाहिँ हामीलाई जेभिएम चाहिन्छ है। यो बाइट कोड भनेको चाहिँ प्लेटफर्म इन्डिपेन्डेन्ट हो है त। बाइट कोड भनेको चाहिँ प्लेटफर्म इन्डिपेन्डेन्ट हो। बाइट कोड भनेको चाहिँ प्लेटफर्म इन्डिपेन्डेन्ट किन हो भन्दाखेरि यो चाहिँ जुन पनि ओएसमा अपरेटिङ सिस्टममा हामीले रन गर्न सक्छौँ। हामीले एकचोटि जावा कोड लेख्यौँ हो, जावा सोर्स कोड एकचोटि लेख्यौँ, तर हामीले चाहिँ मल्टिपल ओएसमा रन गर्न सक्छौँ। किनकि बाइट कोड कम्पाइलरले बाइट कोड दिन्छ नि त, त्यो बाइट कोड चाहिँ हामीले चाहिँ डिफ्रेन्ट ओएसमा रन गर्न सक्छौँ। त्यही भएर जावालाई चाहिँ के भन्छ भन्दाखेरि राइट वन्स रन एनिवेयर है। यो चाहिँ हाम्रो फिचर अफ जावामा चाहिँ भन्नुपर्छ। तपाईँले यो चाहिँ याद गर्नुहोस्, हामीले चाहिँ राइट वन्स रन एनिवेयर भनेको हामीले सोर्स कोड एकचोटि लेख्छौँ र कम्पाइलरले चाहिँ हामीलाई बाइट कोड दिन्छ र यो बाइट कोड चाहिँ डिफ्रेन्ट ओएसमा हामीले रन गर्न सक्छौँ। त्यही भएर हामीले भन्छौँ जावा इज राइट वन्स रन एनिवेयर। सो यो बाइट कोड भनेको चाहिँ प्लेटफर्म इन्डिपेन्डेन्ट हो। किनकि यो जुन पनि ओएसमा रन गर्न सक्छौँ। इन्टरभ्यूमा तपाईँहरूलाई सोध्न सक्छ वाइ जावा इज प्लेटफर्म इन्डिपेन्डेन्ट भनेर, तपाईँहरूले चाहिँ यही सिनेरियो बुझाउनु पर्ने हुन्छ है त। यही सिनेरियो बुझाउनु भयो भने चाहिँ तपाईँहरूले चाहिँ एन्सर चाहिँ राम्रोसित दिन सक्नुहुन्छ। अझ डिटेलले हामी फेरि यही डायग्राममा आउनेछौँ। पहिला चाहिँ हामी चाहिँ अब यो के कम्पोनेन्टहरू जावामा कोड लेख्नलाई हामीलाई के चाहिन्छ भनेर हेर्नेछौँ है त। अब हामी हेर्नेछौँ आर्किटेक्चर अफ जावा है त। जावामा कोड लेख्नलाई, जावा प्रोग्राम रन गर्नलाई हामीलाई के चाहिन्छ भनेर हेर्नेछौँ है त। सबभन्दा पहिला आउँछ जेडिके है। हामीले यदि जावामा कोड लेख्नु पर्छ भनेपछि हामीलाई चाहिँ जेडिके चाहिन्छ। जेडिकेले चाहिँ के प्रोभाइड गर्छ त है त। एउटा चाहिँ हामीलाई डेभलप गर्नलाई चाहिँ एउटा इन्भाइरोमेन्ट प्रोभाइड गर्छ है, इन्भाइरोमेन्ट प्रोभाइड गर्छ। सँगसँगै उसले चाहिँ हामीलाई जेआरई दिन्छ। जेआरई भनेको चाहिँ जावा रन टाइम, जसमा चाहिँ हाम्रो जावा प्रोग्राम रन हुन्छ है। जावा प्रोग्राम रन हुन्छ। इट कन्टेन्स जेआरई, जेभिएम। अघि हामीले हेरेको थियौँ नि, जेभिएम कहाँबाट आइरहेछ भन्दाखेरि यहाँबाट आइरहेछ है त। जेडिके भित्र जेआरई हुन्छ, जेभिएम हुन्छ, कम्पाइलर
अघि हामीले हेरेको थियो है कम्पाइलर सफ्टवेयर प्रोग्राम फेरि यो जेडीके भित्र हुन्छ कम्पाइलर डिबगर हामीले अब कोड लेखेपछि डिबग त गर्नुपर्छ टेस्ट त गर्नुपर्छ त्यसको लागि टुल्सहरू दिने लाइब्रेरीहरू दिने होइन टुल्सहरू भयो यो चाहिँ जेडीकेले प्रोभाइड गर्छ है त सबभन्दा पहिले चाहिँ हामीले जेडीके इन्स्टल गर्नुपर्ने हुन्छ हाम्रो सिस्टममा है हामीले जेडीके इन्स्टल गरेपछि सँगसँगै हामीले जिआरई पनि पायो जेपिएम पनि पायो हामीले चाहिने जति सबै आउँछ है त त्यसको भित्र अब हामी जेडीके भनेको त थाहा भयो हामीले डेभलप गर्नलाई चाहिन्छ भनेर है जिआरईले चाहिँ के गर्छ भन्दाखेरि हाम्रो जावा प्रोग्राम रन गर्ने एउटा इन्भाइरोमेन्ट दिन्छ है त हाम्रो जावा प्रोग्राम रन गर्नलाई इन्भाइरोमेन्ट दिन्छ यदि जिआरई छैन भने चाहिँ यदि जिआरई छैन भने हाम्रो जावा प्रोग्राम रन हुँदैन है त्यही भएर हाम्रो यदि जावा प्रोग्राम डेभलप मात्र गर्ने हो भने चाहिँ हाम्रो जेडीके मात्र भइपुग्यो तर रन पनि गर्नुपर्छ हाम्रो जिआरई चाहिन्छ जिआरई भित्र के हुन्छ त जेभिएम हुन्छ जावा भर्चुअल मेसिन हुन्छ है कोड लाइब्रेरीजहरू हुन्छ रन टाइम कम्पोनेन्ट्सहरू हुन्छ है अनि त्यसपछि आउँछ जेभिएम भनेको चाहिँ हाम्रो चाहिँ एउटा मेसिन हो जसमा चाहिँ बाइट कोड चाहिँ रन हुन्छ अघि हामीले हेरेको थियो नि त्यो बाइट कोड कम्पाइलरले चाहिँ हाम्रो सोर्स कोडलाई चाहिँ बाइट कोडमा कन्भर्ट गर्छ त्यो बाइट कोड कहाँ रन हुन्छ र जेभिएम मेसिनमा रन हुन्छ भने चाहिँ हो एक्चुअल अब काम हुने मेसिन भनेको चाहिँ जेभिएम हो है इट्स अ रन टाइम इन्जिन विच रन्स आवर कोड हाम्रो कोडलाई रन गर्ने एक्चुअल इन्जिन चाहिँ के हो जेभिएम हो है त जेभिएम भनेको अब बुझ्नुभयो होला इट्स अ मेसिन द्याट रन्स जावा बाइट कोड अर आवर कोड अब हामी हेर्नेछौँ बाइट कोड जेभिएमले पाएपछि जेभिएममा कसरी काम गर्छ भनेर हेर्नेछौँ है त सबभन्दा पहिला चाहिँ क्लास त्यो डट क्लास फाइललाई चाहिँ क्लास लोडरले चाहिँ लोड गर्छ है त्यो बाइट कोड भएको त्यो डट क्लास फाइललाई चाहिँ क्लास लोडरले चाहिँ लोड गर्छ त्यसपछि चाहिँ जेभिएमले चाहिँ त्यो बाइट कोड भेरिफिकेसनहरू गर्छ फर सेक्युरिटी पर्पज है त केही इस्यु छ कि छैन त्यो कोडहरू ठिक छ कि छैन भनेर चेक गर्छ अनि त्यसपछि चाहिँ अब कसलाई कति मेमोरी दिने हो भनेर चाहिँ जेभिएमले डिसाइड गर्छ है त मेमोरी म्यानेजमेन्टको कामहरू पनि जेभिएमले डिसाइड गर्छ अरू ल्याङ्ग्वेजहरूमा सीमाहरूमा चाहिँ पोइन्टरहरूले चाहिँ मेमोरी म्यानेज गर्छ भनेपछि यसमा चाहिँ जेभिएमले नै मेमोरी म्यानेजमेन्टको कामहरू गर्छ है त अनि एक्जिक्युसन इन्जिन अब त्यो बाइट कोडलाई कसरी एक्जिक्युट गर्ने त बाइट कोडलाई कसरी एक्जिक्युट गर्ने भनेर चाहिँ एउटा इन्टरप्रिटर हुन्छ त्यसले चाहिँ वान बाई वान कोडहरू चेक गर्छ र ट्रान्सलेट गर्छ मेसिन कोडमा अर्को भनेको चाहिँ जिआइटी कम्पाइलर भन्ने हुन्छ है त यदि हाम्रो चाहिँ फ्रिक्वेन्टली युज बाइट कोड छ अरे होइन फ्रिक्वेन्टली युज मेथडहरू छ अरे ब्लक अफ कोडहरू छ भने उसले चाहिँ एकचोटि मात्र ट्रान्सलेट गर्छ र इफेक्ट चाहिँ उसले मेसिन कोड डाइरेक्टली पाउँछ है त यो जिआइटीले चाहिँ के गर्छ भन्दा हाम्रो पर्फर्मेन्सहरू चाहिँ फास्ट गरिदिन्छ यदि फ्रिक्वेन्टली युज बाइट कोड छ भने चाहिँ डाइरेक्टली उसले चाहिँ मेसिन कोड पाउने भयो उसले चाहिँ इन्टरप्रेट फेरि गर्नु पर्दैन फेरि इन्टरप्रेट घरिघरि गर्नु पर्यो भने चाहिँ पर्फर्मेन्सहरू स्लो हुन्छ त्यही भएर चाहिँ जिआइटी कम्पाइलर चाहिँ हाम्रो पर्फर्मेन्स फास्ट हुन्छ है त एउटा चाहिँ बाइट कोड एक्जिक्युट चाहिँ कसरी हुन्छ अरे एउटा चाहिँ इन्टरप्रेटर युज गरेर हुन्छ जसले चाहिँ वान बाई वान ट्रान्सलेट गर्छ मेसिन कोडमा अर्को भनेको चाहिँ फ्रिक्वेन्टली युज बाइट कोडहरूलाई चाहिँ उसले चाहिँ डाइरेक्टली एकचोटि ट्रान्सलेट गरेको कुरालाई चाहिँ पछि चाहिँ फेरि ट्रान्सलेट गर्न पर्दैन उसले चाहिँ डाइरेक्टली मेसिन कोड पाएपछि हाम्रो पर्फर्मेन्सहरू फास्ट हुन्छ अनि यसरी चाहिँ हाम्रो बाइट कोडहरू एक्जिक्युट हुन्छ र कम्प्युटरबाट चाहिँ हाम्रो टास्कहरू चाहिँ कम्प्लिट हुन्छ हामीले चाहेको कुराहरू आउटपुटमा आउँछ है त अनि गार्बेज कलेक्सन कुराहरू यदि कुनै कुराहरू चाहिँ अन्युज छ भने पछि चाहिँ जेभिएमले नै त्यो गार्बेज हटाउने कामहरू चाहिँ जेभिएमले नै गर्छ है त अब तपाईँले जावा सुरु गर्नको लागि चाहिँ तपाईँले सबभन्दा पहिला चाहिँ जेडीके इन्स्टल गर्नुपर्ने हुन्छ है त जेडीके चाहिँ कहाँबाट इन्स्टल गर्ने भन्दाखेरि चाहिँ यो ओराकलको यो अफिसियल पेजबाट हामीले इन्स्टल गर्न सक्छौँ यो पेजबाट म यो लिङ्क पनि यो युट्युबको डिस्क्रिप्सनमा दिन्छु यहाँ चाहिँ तपाईँले चाहिँ अब तपाईँको ओएस अनुसारको तपाईँले चाहिँ प्याकेजहरू इन्स्टल गर्न सक्नुहुन्छ यदि जेडीके इन्स्टल गरे सँगसँगै तपाईँले जिआरई पनि पाउनुहुन्छ जेभिएम पनि त्यसकै भित्र हुन्छ है त अनि जेडीके इन्स्टल गरिसकेपछि हामी कोडहरू चाहिँ कहाँ लेख्ने भन्दाखेरि चाहिँ मलाई चाहिँ यो इन्टेलिजे एकदम मनपर्छ त्यसैले तपाईँहरूले पनि यो इन्टेलिजेको कम्युनिटी भर्जनलाई इन्स्टल गर्न सक्नुहुन्छ है त यो कम्युनिटी भर्जन चाहिँ फ्री हुन्छ त्यही भएर इन्टेलिजेको त कम्युनिटी भर्जन चाहिँ हजुरहरूले इन्स्टल गर्न सक्नुहुन्छ त्यसपछि चाहिँ कोडहरू गर्न सक्नुहुन्छ है त अब म एउटा स्याम्पल प्रोग्रामलाई रन गरेर देखाउँछु है त जस्ट यो सिम्पल प्रोग्राम हो सिम्पल प्रोग्राम यसमा के पनि छैन जस्ट एउटा हेलो वर्ल्ड प्रिन्ट गर भन्ने मात्र छ है अहिलेलाई यो बुझ्न नखोज्नुहोस् यो
हामी चाहिँ रन गरेर चाहिँ एकचोटि हेर्नेछौँ है त। अघि हामीले हेरेका थियौँ, हामीले जे जति जाभामा कोडहरू लेख्छौँ त्यसको फाइल चाहिँ केको एक्सटेन्सन हुनुपर्छ अरे? केको एक्सटेन्सन हुनुपर्छ अरे? डट जाभा है त, डट जाभा। यसको पनि अब ट्युटोरियल राखौँ अहिलेलाई, ट्युटोरियलभित्र ट्युटोरियल डट जाभा है त, डट जाभा भन्ने सेभ गर्यो है। अब हामी योभित्र जाउँ, सिएमडी गरौँ। अब चाहिँ हामीलाई चाहिँ यहाँ हामीले यदि जाभा जेडीके इन्स्टल गरेको छ भने हामीले जाभा सी कम्पाइलर पाउँछ है त। यो जाभा सी भनेको चाहिँ कम्पाइलर, यो सोर्स कोडलाई चाहिँ कम्पाइल गर है भनेर इन्स्ट्रक्सन दिएको है त, कमान्ड दिएको। यो ट्युटोरियल डट जाभा सोर्स कोडलाई चाहिँ जाभा सीले चाहिँ कम्पाइल गर है भनेर भन्यो है त। अब डट क्लास फाइल बनाइदियो है। कम्पाइल गरेपछि सोर्स कोड कन्भर्ट इन्टु बाइट कोड अनि स्टोरी डट क्लास फाइल, यो भनेको चाहिँ सेट अफ इन्स्ट्रक्सन हो है त। यो कम्पाइल गरेपछि हामीलाई के बाइट कोड दिन्छ भनेको थियो नि, हो यो क्लास है त, यो क्लास। अब त्यसपछि अब हामीले जाभा ट्युटोरियल डट जाभा गऱ्यो भनेपछि ट्युटोरियल मात्रै गरौँ, हेलो आयो हो। यसरी चाहिँ जाभा रन भएछ है त। कम्पाइलरले कसरी कम्पाइल गर्यो, रन कसरी भयो है, हामीले इन्टरनेटले पनि बुझिसक्यो यसको कुराहरू है त। आजको भिडियोमा यति नै। थ्याङ्क यू फर वाचिङ। अब अर्को भिडियोमा चाहिँ हामी डाटा टाइप्सहरू, भेरिएबल्सहरू के हो भनेर हेर्नेछौँ है त।